च्याप्टर 3 मा कुरा गर्दाखेरि चाहिँ इलेक्ट्रिक भेहिकल चाहिँ साँच्चै रिलायबल छ कि छैन भन्ने बारेमा हामी थोरै कुरा गर्छौँ। धेरैजनाहरू चाहिँ एबी किन्न नचाहने त होइन, तर उहाँहरूले चाहिँ चिन्ता लिनुहुन्छ क्या। उहाँहरू सोच्नुहुन्छ कि यो रिलायबल छ कि छैन, अब दुई चार वर्षपछि मैले किनेको कम्पनी नै रहन्छ कि रहँदैन, मेरो स्कुटर चल्छ कि चल्दैन 2-4 वर्षसम्ममा, ब्याट्री हेल्थ कस्तो दिन्छ भन्ने कुराहरू धेरै कुराको शङ्काहरू राख्छ। त्यो कारणले गर्दाखेरि मान्छे चाहिँ एबीमा सिफ्ट हुन अलिकति हिचकिचाउँछन्। अब एकैपल्ट क्लियर गरौँ है त यो सबै। पहिलो भनेको तपाईँहरूको सबभन्दा ठुलो कन्सेप्ट भनेको चाहिँ इभी धेरै लम्बाइसम्म टिक्छ कि टिक्दैन, र वाटर प्रुफिङ छ कि छैन, अनि पानीमा कुदाएको बेलामा यो अब सर्ट सर्किट हुने आँखा लाग्ने हुन्छ कि हुँदैन भन्ने कुरा। अब आजको रियल इलेक्ट्रिक मोटरसाइकल्सहरूमा चाहिँ पहिलाको जस्तो डाउनग्रेड टेक्नोलोजीको चाहिँ युज गरेको छैन। अहिलेकोमा सबै इभीहरू, अहिलेको लगभगको बजारको सबै इभीहरू चाहिँ तपाईँको मजाले सिल गरेको हुन्छ, र त्यसलाई चाहिँ IP67 को रेटिङ दिएको हुन्छ। अब IP67 को रेटिङ चाहिँ के छ भन्दाखेरि तपाईँले 1 मिटर पानीमा 30 मिनटभन्दा बढी 30 मिनटसम्म तपाईँले आफ्नो मोटर डुबाउँदाखेरि पनि त्यसमा सर्ट सर्किट नहुने, अनि निकालेर टेस्ट गर्दाखेरि राम्रोसँगले पर्फर्म गऱ्यो भनेदेखि बल्ल त्यसलाई चाहिँ त्यो IP67 रेटिङ दिन्छ। अब फ्युल मोटरसाइकलको कुरा गर्दाखेरि चाहिँ तपाईँको पानीमा डुब्यो फ्युल मोटरसाइकल भनेदेखि, 1 मिटरको पानीमा तपाईँको फ्युल मोटरसाइकल डुब्यो भनेदेखि तपाईँको त्यसमा एक्जस्टमा पानी छिर्ने, एयर फिल्टरमा पानी छिर्ने, इन्जिनलाई स्टल गर्ने, अनि वर्स्ट केस सिनारियो भनेको चाहिँ तपाईँको इन्जिनै खराब गरिदिन्छ। अब इन्जिन बनाउनलाई तपाईँको फेरि 50-60 हजार रुपियाँ खर्च लाग्छ। त्यो चाहिँ नर्मल पल्सरहरू जस्तो